हेलो गाइज अहिले चाहिँ हामी होइन आज छुट्टीमा चाहिँ हामी लामपोखरी आएको छौँ होइन यो चाहिँ अब इस्टमा पर्दो रहेछ होइन लामपोखरी आएर होइन अहिले चाहिँ हामी यहाँ होइन त्यहाँनिर आएर गर्न सक्नुहुन्छ होइन अब यता आइपुग्यो भनेर तपाईहरुलाई चाहिँ होइन म यो पोखरीको बारेमा माछाहरू पनि यहाँनिर पोखरी देखाउँदैछु है माछाहरू चाहिँ पुरा यहाँ तपाईँलाई पोखरी देखाउँदैछु यहाँ त्यस्तो गएर हामी होइन बोटिङहरू जाने एकदम राम्रो प्लेस रहेछ गाइज होइन तपाईँहरू पनि आएर भिजिट गर्न सक्नुहुन्छ यो चाहिँ इस्टमा पर्दछ तर अब फिलहाल चाहिँ के हुन जाँदैछ भन्दाखेरि आउने बाटो चाहिँ जहाँबाट आउँदाखेरि चाहिँ होइन बाटो चाहिँ अलिकति बाटोको समस्या छ त्यही भएर हामीले चाहिँ ट्रन डाइभर्ट गरेर चाहिँ आउँदाखेरि चाहिँ अलिकति टाइम लाग्यो तर इट्स ओके होइन सक्छ आउनु होइन राम्रो जग्गा रहेछ होइन पोखरी छ पोखरीमा पुरा माछाहरू छ उनीहरू हल्लिने माछा छ उ हेर न माछा तपाईँको अब चाहिँ हामी फिलहाल कहाँ जाँदैछौँ बोर्डिङको लागि हामी जाँदैछौँ हो अब यत्रो दुःख गरेर आयो यस्तो जिउ दुखिरहेछ पुरा होइन अब बोर्डिङ त गर्नु पऱ्यो यति छ होइन जिप लाइन पनि रहेछ यहाँ त तर थाहा छैन एक्चुली चाहिँ लेखी चाहिँ राख्छ सायद छ होला होइन टुरिस्टहरू पनि धेरै आउँदो रहेछ होइन देख्नुहुन्छ तपाईँले देख्नु सक्नुहुन्छ एकदम बेस्ट रहेछ होइन आउनुहोस् यहाँ मेरो एउटा भाइ छ होइन यस्तो कुराले गर्दा चाहिँ आज आयो तर इट्स ओके होइन मजा लाग्यो माछा छ पोखरीमा चाहिँ माछै मात्रै रहेछ राम्रो छ यहाँ हेर्नु न अब बस्ने जग्गाहरूदेखि लिएर हरेक कुरा एकदम मिलेको जग्गा होइन तपाईँ आएर यहाँ तपाईँ यहाँ बस्नुहोस् तपाईँ गर्लफ्रेन्ड साइडमा कति मजा आउँछ होइन आफ्नो त छैन के गर्ने अब आफ्नो छैन आफैसँग छ होइन मर्मेट पनि छ अब तपाईँहरूको यसको लागि चाहिँ होइन जति पनि खानेकुरा ल्याउनुहुन्छ ल्याएर चाहिँ टक्कै डस्टबिन राखिदिएको रहेछ होइन उता पनि टक्कै डस्टबिन छ यहाँ पनि डस्टबिन छ होइन ठिकै छ राम्रो छ एकदम म्यानेजमेन्ट राम्रो छ तर अलिकति यहाँ चाहिँ के गर्नुपर्ने रहेछ भनेर देखियो अलिकति साफ चाहिँ गर्नुपर्ने रहेछ अलिकति 5S भन्ने कुरा चाहिँ यसमा अलिकति कमजोरी देखियो तर पनि पोखरी त्यस्तो दामी जाँदो होइन यहाँ त सायद ठुल्ठुलो माछाहरू होला होइन मर्मेट के अरे मर्मेट माछा ए जलपरी थाहा छैन कतिको धेरै गहिरो होला है नि हामी डिप होला नि डिप तर थाहा छैन कति तर एकदम राम्रो छ गाइज होइन तपाईँ पनि आएर डिजाइन चाहिँ मजाले गरेको छ पोखरीको होइन जे होस् आयो आज छुट्टीमा होइन गल्यो पर म तपाईँहरूलाई होइन तपाईँलाई म जोड्ने छु यतालाई मन्दिर रहेछ होइन सायद मन्दिरै होला त्यो होइन त्यो पनि जोड्ने छु म तपाईँहरूलाई त्यहाँ बोर्डिङ गर्दैछ बोर्डिङ छ होइन त्यहाँ यो लाइट स्ट्रिट लाइट लागेको रहेछ होइन त्यो बल्छ बल्दैन तर थाहा छैन एकदम तर मैला चाहिँ मैला भएको रहेछ यसलाई चाहिँ सफा गर्ने एकदम एन्ट्री पनि एकदम सस्तो बाइक लिएर आयौँ ओन्ली फर 20 रुपिस है अनि मान्छेको चाहिँ तपाईँको के रहेछ भने तपाईँ मान्छे मात्रै आउनु भने चाहिँ 10 रुपियाँ रहेछ मैले त्यहीँ देखेँ होइन दुईजना विथ भेहिकल चाहिँ एक्चुअली आई डोन्ट नो बट म चाहिँ बाइकमा थिएँ हामी चाहिँ बाइकमा आउँदाखेरि चाहिँ बाइकको मात्रै लिनुभयो सायद बाइकको 10 होला मान्छेको 10 होला गरेर 20 रुपिस लिनुभयो होइन इट्स ओके होइन तर बेस्ट छ एकजना हाम्रो महेश बुढी चाहिँ ऊबाट रेडी हुँदैछ हो मलाई देखाइदिनुहोस् होइन अब बोर्डिङ भने चाहिँ यही रहेछ योभन्दा बेटर बोर्डिङ चाहिँ हामीले कहाँ खेल्ने थियौँ गोरु साबिन दामी छ त्यहाँदेखि यो दामी छ हेर्नुहोस् गाइस यस्तो भ्यू नजारा देख्नुहोस् एकदम भ्यू देख्नुहोस् कस्तो दामी छ देखाइदिनुहोस् होइन मेरो भ्युवर्सहरूलाई भ्यू देखाइदिनुहोस् पोखरी बेस्ट छ एकदम सुटेबल प्लेस ब्रदर अन्त के यहाँको स्पेसिलिटी के रहेछ हौ यहाँको स्पेशल चाहिँ त्यही रहेछ आयौँ होइन हामीले टक्कै स्पेसिलिटी के रहेछ स्पेसिलिटी स्पेशल चाहिँ मैले भने पहिला आयौँ हामी आएर बस्यौँ है बसेर चिया पियौँ त्यसमा अलिकति चिनी कम्ती थियो त्यो पनि स्पेसलै यहाँको लागि होइन मेन चाहिँ यहाँको त्यो त कमी कमजोरी बतायो थियो तपाईँले त यहाँको भन्दैछ खासियत के रहेछ यो जग्गाको बोर्डिङ हो एक होइन आउनुहोस् बोर्डिङ छ यो अन्त यसो भनिदिनुहोस् भ्युअर्सलाई यो लामपोखरी किन राख्यो नाम यसो यो चाहिँ अब यसको चाहिँ हिस्ट्री रहेछ अब यो चाहिँ मलाई पनि त्यति साह्रो चाहिँ थाहा छैन म पनि नयाँ मान्छे यहाँको लागि होइन तपाईँहरूलाई चाहिँ मैले जति देखेँ त्यति भने होइन सायद कुछ यस्तै केही थियो होला छ होला होइन देख्नुहोस् त्यहाँबाट मन्दिर छ तपाईँहरूलाई त्यहाँ पनि जोड्नु छ अहिले होइन मन्दिर अब सायद त्यही भएर होला केही हुन्छ होला नि त होइन
त्यही भयो त्यस्तो भयो होइन च्याउ होइन त्यो नटिक त्यो राम्रो छ होइन यहाँ एकदम ठुलो रहेछ हेर्नु न आँखाले ह्याङ्गलसँग परसम्म होइन यहाँ चाहिँ अब नाक डुबेल के हाने भन्छ कहाँ हुन्छ हेर्नु त माछा माथि बट्ट सजिन्छ त बल्छी ब्रदर यु आर डुइङ ब्लग यस बल्छी लिएर आइज भ्लगमा यस्तो यो चोर्ने काम प्रमोट नगर्नु ब्याड थिङ्स सरी फर जस्ट इट्स अ पार्ट अफ जोकिङ है ओके ओके राम्रो छ हेर्नु एकदम राम्रो छ यो के हो यो धुपीको रुख होइन पाइन ट्री यो होइन पाइन ट्री होइन धुपी के हो अन्त नट पाइन ट्री के हो अन्त काँडे होला अन्त यस्तो यो अन्त उयोलाई उयो गर्यो भने त अन्त यसरी उयो गर्यो भने त अब भ्युअर्सलाई यसरी उल्टा पाल्टी उयो दियो भने त अन्त होइन र पनि त राम्रो छ नि त उहाँहरूले देख्नुहुन्छ नि त देख्नु भएको छ यस्तो जग्गा रहेछ धुपीलाई के भन्छ सर इङ्ग्लिसबाट पाइन ट्री भन्छ होइन पाइन ट्री धुपीको रुखलाई यसलाई चाहिँ तर यो के हो सायद यो पनि धुपी नै हुनु सक्छ अन्त यो के हो यो चाहिँ यसरी खेल्नु पर्छ हेर्नु तपाईँले देख्नुहुन्छ यसरी खेल्नु पर्दो रहेछ आफै खेल्नु मिल्छ है एउटा बोर्डको कति रुपियाँ हो एकजनाको 100 पर पिपल है एकजनाको द्याट्स भेरी चिप एन्ड बेस्ट ओन्ली 100 पर वान पिपल है दामी छ अलमोस्ट अब आफै जाने हो हामी पनि खेल्ने यसरी नै यो मेन चाहिँ तपाईँहरूले होइन धुपीको काट्ने अनि यो चाहिँ आफू तपाईँको स्कटिङमा चाहिँ यति बेस्ट हो कि यो चाहिँ कलर यस्तै दामी आउँछ चमक चमक आउँछ तर काट्नु हुँदैन है पत्ता चाहिँ बिहामा हामीलाई काम दिन्छ होइन दामी छ अत्रो माछा उम्लिन्छ पानी होला भयो नि के हुन्छ यसले चाहिँ जुनकेरी के हो जुनकेरी के हुन्छ जुनकेरी हो भाइ त्यो जुनकेरी बेलुका पिलिक बल्छ नि त्यसलाई जुनकेरी भन्छ एन्डिङ हान्नु न खै अन्त या भाइ यो गाइज होइन अब चाहिँ हामी मैले तपाईँलाई भनेको थियो कि है म मन्दिरमा जोड्छु तपाईँहरूलाई भनेर होइन अहिले चाहिँ हामी मन्दिर आइपुग्यौँ फिलहाल अब मन्दिर चाहिँ हामी मेन प्रवेश चाहिँ किन गऱ्यौँ न भन्दाखेरि चाहिँ हामी आउँदाखेरि चाहिँ अलिअलि अब खानासानाहरू खाएर आयो होइन त्यही भएर मुख चाहिँ जुठो छ है जुठो मुखले भन्दा पनि अब जुठो मुख छ मासु सासु खाएर आयो त्यही भएर हेर्नु होइन यो चाहिँ मन्दिर चाहिँ किन स्पेसल रहेछ भन्दाखेरि चाहिँ अब मन्दिर चाहिँ एकदम बेस्ट छ है साइडमा खासियत होला होइन यहाँ चाहिँ पुजारी अङ्कल हुनुहुँदो रहेछ होइन हामी पुजारी मिल्छ चप्ली खोल्नुपर्छ कि सिधा उता निक्लिनु मिल्छ हुन्छ छालाको होइन नि त हजुर छालाको चाहिँ रबरको हुन्छ नि त ल त्यसै गर्न हजुर चाहिँ पूजा गर्नुहुन्छ नि केही फरक पर्दैन ल पूजा गर्नुहुन्छ तपाईँ चाहिँ मन सफा हुनु पर्यो नि केही हुँदैन जानुहोस् ल जानुहोस् जाने के हुन्छ हजुर चाहिँ पूजा गर्दै गर्नुभएको बिहान बेलुका गर्छौँ नि त बिहान त राति नै गर्छ बेलुका फेरि पानी पर्छ भने अलिक छिटै हामी ए हजुर खासै यो मन्दिर अनि यहाँ यो मेन खोबिया चाहिँ के थियो होला हौ यो पोखरी त पहिल्यैदेखि नै अब नेचुरल नै हो नि हजुर नेचुरल पोखरी नै हो अनि मन्दिर सुक्थ्यो हजुर हजुर सुक्थ्यो हिउँदोमा पुरा सुक्थ्यो है हिउँदोमा अलिकति बस्छ हामी यहाँ गोली केटाकेटी पाल्यौँ गोली खेल्थ्यौँ गाई चराउँथ्यौँ यहाँभित्र पहिला नि अनि फेरि बादमा यो नेचुरल अटोमेटिक यसरी आएको अन्त फेरि पानी लगाएको छ नि त पानी लगाएको पनि हो 50 mm को पाइप यहाँदेखि झन् 4 घन्टा लाग्छ होला भनेपछि यो चाहिँ सानो चाहिँ तपाईँको नेचुरल हो है अब अहिले चाहिँ पानीहरू लगाएर केही छैन त्यही नै हो त्यही पानीमा है अब यो चाहिँ डेभलप भएको एसडिएफको पालोमा यो कति गहिरो जस्तो छ होला यो पानी यो पोखरीमा कति गहिरो जस्तो छ यसको गहिरो त अन्त त्यो पल्लो छेउमा त्यो गाडी भएको आलु वर्थ्यो 2 जना मान्छे मरेको पहिला त्यति बेला म 14 वर्षको उमेर थियो 26 वर्षमा सर्भिसमा लाग्यो 35 वर्षको उमेरमा फेरि एकजना मऱ्यो 2 जना मऱ्यो त्यहाँनिर यता केही भएको छैन तपाईँ चाहिँ गभर्मेन्ट सर्भेन्टै हुनुहुन्छ यहाँको प्रतिनिधि अब खास नै अब हामीले आफ्नो पनि भनेर केही भएन पोखरी भनेर छोडिदिएँ ओ अनि त है तर एकदम यसको लागि राम्रो रहेछ है त्यति बेला यो चाहिँ यहाँदेखि यता चाहिँ मेरै भनेर गटेको त क्या हुन्छ नि अब छोरा अब लोपले कहिले पुग्दैन मान्छेलाई होइन कहाँबाट हामी मन्दिरको अगाडि छौँ है लोक भन्ने कुरा मान्छेलाई होइन सन्तोक गर्नुपर्छ